नमस्ते सबैजनालाई। अब भने म काठमाडौँ हाम्रो यो फुटुङ नागपोखरीदेखि मेलम्चीको यात्रा तय गर्दैछु। म र एकजना साथी छ। अहिले चाहिँ म साथीलाई गोकर्णमा पिकअप गरेर उसलाई लिएर जाँदैछु। साथीहरू, यो चाहिँ हाम्रो फुटुङको नागपोखरीको सानो भ्यू। म बस्ने घर यही हो। यो म बस्ने घर। अब यो रोड यता छ, बाइक यता छ मेरो। अब भने म जाँदैछु टक्क। ल साथीहरू, अब चाहिँ म निस्किनु। सबैजनालाई भिडियो हेरिरहनु होला अन्तिमसम्म। आजको यात्रा कस्तो हुन्छ तपाईँहरूलाई म देखाउँछु है। साथीहरू, अब चाहिँ म निस्केको। यो चाहिँ अब चाहिँ म निस्केको छ साथीहरू। नागपोखरी हो, यो चाहिँ हाम्रो नागपोखरीको हो। हेलो हेलो बन्दै लोर्के छिटो जवान छिटो आउँदैछ। हेन्सम एकदमै, म भन्दा नि खतरा हेन्सम हाम्रो राकेश सर। अब यहाँबाट मेलम्ची सुरु। कताबाट जाने अब हामी? हो, अब कति टाइममा? पेट्रोल हाल्नु भने होइन, पेट्रोल पाउँछ छैन यार। त्यहाँ फर्काउनु पनि भयो हो। मलाई पनि जाडो भयो। टर्निङ धेरै छ। मैले चाहिँ गयो छेउमा लगाउँछु मैले। यहीँको कपाल खतरा थियो है। खेतीको जङ्गल। यस, माई ब्रदर, डार्लिङ ब्रदर, खेतीको जङ्गल। हेलो सबैजनालाई, फेरि पनि भिडियोमा जोडिन गएको छु। यो चाहिँ जर्सिङ पौवा भन्ने ठाउँमा आइपुगेको छौँ हामी। र एकदमै पनि राम्रो भएर होला, भ्यू पनि राम्रो देखिरहेको छ, एकदमै शानदार रहेछ। दिस इज जर्सिङ पौवा भन्ने ठाउँ, साँगा चोक शङ्खरापुरबाट हुँदै आउने हो। ओहो शानदार। यो चाहिँ मेरो साथी। हेलो गुड हेन्डसम साथी मेरो एकदमै। पेट्रोल हाल्नु भने होइन, पेट्रोल पाउँछ छैन यार। त्यहाँ फर्काउनु पनि भयो हो। बाटो खराब यस्तो छ अलिकति। हामी चाहिँ बाइक छोडेर नै आयौँ। अब चाहिँ हामी हिँडेर जाँदैछौँ बाइकलाई यतै छोडेर। तप्पी त चिप्लिन्छ बाबा। यो चाहिँ छाप भन्ज्याङ, मेलम्चीको छाप भन्ज्याङ भन्ने ठाउँमा आइपुग्यौँ हामी।
ल है साथीहरू यस्तो छ है। जाने सर्टकट बाटो यतापट्टि। हेलो साथीहरू अब म ठ्याक्कै मेलम्ची के अरे मेलम्ची रे कुन यहाँ सिन्धुपाल्चोक सिन्धुपाल्चोकको छाप भन्ज्याङ भन्ने ठाउँमा आइपुग्यो फाइनल्ली। अब हाम्रो बाइक चाहिँ अब कुद्न सकेन, अलिकति बाटोको त्यस्तै भयो, लेफ्ट राइट हिँड्दैछौँ। ल हेर्नुहोस् तपाईँ पारिपट्टिको काठमाडौँ यो चाहिँ हाम्रो सिन्धुपाल्चोक। अबको केही समयभित्र मेलम्ची पुगिहाल्छौँ हामी ट्याक्राकै। अब कति 5-10 मिनट लाग्छ है चाबा। ल 5-10 मिनटभित्र हामी मेलम्ची ट्याक्राकै पुग्छौँ। ल भिडियो हेरिदिनु भएकोमा धन्यवाद, थ्याङ्क यू सो मच।